हेलो गाइज फास्टरको ब्लगमा सबैलाई स्वागत छ। अनि आज चाहिँ स्पेसल्ली सबैलाई ह्याप्पी न्यू इयर, नयाँ वर्षको सबैलाई शुभकामना छ। अनि आज चाहिँ अब प्लान त त्यस्तो साह्रो केही छैन, त्यो अलिअलि घुम्न जाने चाहिँ यस्तो प्लान चाहिँ बनाइरहेको छौँ। सो अब हामी अब केटाहरू भेला हुँदैछ, अहिले 3जना हुँदैछ, 3जना सबजना भेला भएर चाहिँ अब हामी पनि आज नयाँ वर्ष मनाउनु पर्ने हुन्छ गाइज। तपाईँहरूले के कस्तो मनाउनुहुन्छ तपाईँहरू पनि राम्ररी मनाउनु भयो होला। सो अब हामी पनि जे सकेसम्म चाहिँ राम्रै गरौँ भन्ने छ। अब कता कता हुन्छ के हुन्छ यसो घुम्न गइन्छ होला गाइज। सो हेरिदिनु पऱ्यो के कस्तो छ, अन्तिमसम्म सबैले सपोर्टिङ गरिदिनु पऱ्यो। फास्टरको ब्लगलाई सबैलाई माया गर्नु पऱ्यो नि त गाइज। अब हामी पनि एकछिनमा निक्लिन्छौँ, सो हेर्दै गर्नु होला के हुन्छ कस्तो कस्तो हुन्छ। हेलो गाइज, अहिले चाहिँ हामी यता घरबाट निक्लेर पेट्रोल हाल्नु पनि आइसक्यौँ। सो हाम्रो संसारमा चाहिँ एउटा पेट्रोल पम्प छ होइन, ओम बुद्ध फ्युल सेन्टर प्राली छ, यहाँ चाहिँ आउनु सक्नुहुन्छ। हाम्रो संसारमा पनि छ नि त एउटा, जस अहिले पछि एरियामा छैन तर अगाडि छैन, तर जो संसार एरियामा एउटा पेट्रोल पम्प छ, राम्रो हुन्छ यहाँनिर। जस मान्छेहरू यत्तिकै हुन्छ यहाँनिर। हाम्रो पनि त्यहाँनिर पर अब केटाहरूले पेट्रोल हाल्दैछ, अगाडि डिजेल पछाडि पेट्रोल छ। सो अब हामी पनि अब यहाँबाट पेट्रोल हाल्ने, अनि पेट्रोल हालेर चाहिँ हामी मेला जाने कुरा भइरहेको छ। सुनबस्ती मेला जाने हो कि न त गाइज? वेलकम छ फेरि आज केटाहरूलाई। वेलकम छ मेरो साथी, पुरानो साथी भर्खर विदेशबाट आएको छ ब्लग बेबी दाइ। पक्नु न, म 50 रुपियाँको पेट्रोल हाल्छु ल। दाइ हालिदिने हो नि होइन? 50 रुपियाँको पेट्रोल हालिदिने हो नि होइन? ल दाइले अब 50 को पेट्रोल हालिदिन्छ, हेरौँ त ल। 5 रुपियाँ 20 रुपियाँको पनि पेट्रोल हालिदिनुहुन्छ हाम्रो दाइले। हेलो गाइज, बिस्तारै बिस्तारै हामी डाइरेक्ट आइसक्यौँ हाम्रो संसारे सिटी, हाम्रो संसारे सिटी दार्जिलिङ त। हेलो गाइज, अहिले हामी यहाँनिर मनी विड्र गर्नको लागि आएको छौँ। हाम्रो दाइहरूकोमा मनी विड्र गर्न आएको हो। हेलो दाइ, फास्टरको भ्लगमा स्वागत छ दाइलाई पनि। भाउजू के गर्दै हुनुहुन्छ? मेला चाहिँ थाहा छैन त होला, अब चाहिँ यति जाँदैछ क्या अरे। अब यति अगाडि त होला नि। मेलामा मान्छेहरू कति गएर नि, यहाँ कति त मान्छेहरू आमामा जाम पो हुन थालेछ बाटो त। गरे बाटै चल्दैन फेरि अङ्कलले। आमा धुलो उडाएर गएर त मान्छेहरू त्यही सानो छ र यहाँ सुनबर्सी मेला भनेपछि बगाले छ जस्तो छ। देखि भयो गाइस, अब बाटोमा त्यति साह्रो छ भने उहाँ मान्छे कति होला, जस रमाइलो भइरहेछ। तिरबल्लर त कुद्नु हुँदैन है।
बल्लर त कुद्नु हुँदैन पुलिसले पक्रिन्छ मान्छे भर्खर त अब हाम्रो एक्सिडेन्ट भयो अगाडि बाइकसँग ठुकेर लड्यौँ तर मान्छेहरू किनकि सानो छ नि जाममा त्यस्तै जाम छ बिस्तारै बिस्तारै हेलो गाइस अहिले चाहिँ हामी यता सुनवर्ष मेला पनि आइसक्यो साथी एक्सिडेन्ट भएर झन्डै देखाइदिउ न साथी खुट्टामा हेर्नु लागेर फ्याङ भयो गाइस अब त्यस्तो केही छैन रमाइलो छ गाडीहरू मान्छेहरू सानो छैन गाइस हेर्नु न गाडीहरू कति छ के छ नि तपाईँहरू आफै विचार गर्नुहुन्छ कति छ भनेर यो सुनवर्ष मेला चाहिँ जोस् रमाइलो भइरहेको रहेछ मान्छेहरू धेरै छ नि त यहाँनिर त्यो मान्छेहरू धेरै भएपछि यति पनि रमाइलो हुन्छ नि अन्त चाहिँ सेभ गर्नुपर्छ है नत्र राम्री अहिले मलाई आएर पर्पज हान्यो भने त म सक्दिनँ नि त फेरि नत्र राम्री अहिले मलाई आएर पर्पज हान्यो भने त म सक्दिनँ नि त फेरि अनुहार चाहिँ सेभ गरेर हिँड्नुपर्छ क्या हेन्ची देखेर अहिले मलाई फेरि केटीहरूले अहिले बोलायो हिँड बस्नु मसँग भन्यो भने त त्यही भएर यो हेन्सम थोप्रा चाहिँ मैले लुकाएको यो हेन्सम थोप्रा चाहिँ मैले लुकाएको होइन हेन्सम थोप्रा देख्यो भने अहिले केटीहरू यहाँनिर पक्लक ढल्छ भनेर मात्रै मैले यो मास्क लगाएको हो क्या सो मेरो कारणले अरूलाई दुःख नपरोस् भनेर मात्रै हो अरूलाई पीडा नहोस् भनेर मात्रै हो म सबैको फेरि के अरे मर्म बुझ्ने मान्छे हो नि त म त्यस रमाइलो भइरहेको छ कोही हाम्रो केटाहरू कता गयो अरू एउटा साथी र मात्रै छु अरू थाहा छैन कता पुग्यो हेलो गाइस आज सुनवर्ष मेलामा चाहिँ फास्टरले जोगिनु गाह्रो छ है राम्री मान्छेहरू देखिँदैछ अहिले फास्टरले हेर्नु थाल्यो भने त फेरि अलिक केटीहरू पक्लक ढल्यो भने एम्बुलेन्स पनि छैन होला यता वरिपरि त फास्टरले हेर्नु थाल्यो भने त फेरि अलिक केटीहरू पक्लक ढल्यो भने एम्बुलेन्स पनि छैन होला यता वरिपरि त राम्रीहरू अहिले यहाँ बिचमा जाँदाखेरि त अहिले मलाई देखेर केटीहरू चाहिँ पक्लक ढल्छ जस्तो लागिसक्यो मलाई अघि मैले सोचिसकेँ साथी किनकि फास्टर हेर्दा पनि छ नि त जोगेर हिँडेको छ फास्टर अहिले थोप्रादेखि अनि फेरि होइन केटीहरू पट्टिन्छ भनेर मात्रै हो क्या आँखा चाहिँ देखाइदिएको मैले अरू त नदेखाउने तपाईँहरू पनि ढल्नु भयो भने हेन्ची छ नि त फास्टर त्यही भएर अगाडि रहेछ के छ हाल खबर हो रोनित अब चाहिँ हामी सबजना 4 जना हामी आएको थियौँ गाउँबाट 2 घन्टामा 4 जना भेट आमामा गाइस मान्छेहरू त सानो छैन त हौ ग्याङडुङ कलम्बस रोडेपिङहरू पनि रहेछ गाइस आएर खेल्न सक्नुहुन्छ आजको दिन मात्रै तर होला अनि साथी इफ यु गाइज आर इन्ट्रेस्टेड टु प्ले तर सुनवर्ष मेला अहिलेसम्म आएको थिइनँ सुनवर्ष मेला चाहिँ मेरो फर्स्ट टाइम हो तर रमाइलो हुँदो रहेछ भनेर अहिले थाहा पायो क्या इट्स अल अबाउट द एक्सपिरियन्स वर्षमा एकचोटि मात्रै लाग्छ यो मेला हो सायद तपाईँहरू पनि खाली टाइममा अहिलेको इयरमा भ्याउनु भएन भने नेक्स्ट इयरमा चाहिँ हजुरहरूले नि सुनवर्ष मेलालाई सम्झिनु पर्यो गाइस मान्छेहरू यतिको त यहाँ गाइस म त राम्रीको छेउछाउमा छु गाइस म त राम्रीको छेउछाउमा छु गाइस तपाईँहरूले कमेन्ट हालेर मलाई जोगाउनु पर्यो है नत्र केटीहरूले बोकेर लग्यो भने हेर्नु त्यत्रो केटीहरूको ग्रुपमा राम्रीहरू त अलिअलि घरि त देखिँदैन कहाँ लुकेर बसिरहेको छ क्या परिहरू चाहिँ यहाँनिर अलि देख्नु उहाँ हेर पर तर त्यस केटाहरूले बाटोमा पारा दिँदै हिँड्छ कि सुन्दै हिँड्छ हाम्रो केटाहरू त्यस किन हानिरहेको छ रमाइलो गरिरहेको छ केटाहरूले ओइ आऊ बेबी तिमीलाई म यस्तो यो फुली किनिदिन्छु अरे क्या रमाइलो हुँदो रहेछ गाइस अगाडि त कन्सर्ट पो हो कि क्या हो गाइस कस्तो मान्छेहरू त यति छ नि गाइस यत्रो पोखरी हेर्नु न यत्रो पोखरी फुल मान्छे त कति होला त यहाँनिर सुनवर्ष मेला कस्तो मब्बर रमाइलो हुँदो रहेछ यार सानो छैन मान्छेहरू अनि बाटोमा त्यति नै छ आमामा सानो मान्छेहरू त फर्स्ट टाइम आएको तर कसम बब्बाल हुँदो रहेछ क्या मान्छेहरू गाई छैन नि मान्छेहरू पुरानै सही पर्छु म बिल्कुल छिपजी पारामा बोकेर तिर्छु छातीमा खोपेर ताजुमा सर र हलल बोकानी रगत होला त्यो असत मेरो दुश्मनलाई गरिदिन्छु आजले खतम म त्यसैले न्यू नगर्छु मसँग फास्टरलाई भेट्नलाई शिवजी धरतीमा पर्कट फास्टरलाई हेर्नलाई वेटिङमा दर्शकको चिकेर रगत बोइदिन्छु बनाए सर्भर
चिल्लाइ गर्दैछु काम रात दिन हटाउन कठिनाइ धेरै छ तर नि पारामा देखिन्छ रकी भाइ कमजोरी नसोच्नु मसिलाई बच्चाले सिक्दैन नसिकाइ सिकाउने कुरा सिकाए कतिलाई त्यसैले लाइफमा धेरै छ कठिनाइ तर नि सङ्घर्ष गरेको गरेछ उठेर कुदाए लडेको लडाइ उठेर हिँड्दै चाहिँ यतिमै मर्दैन यसरी जिन्दगी चल्दैन कदेछु अझै त देखाउँछु गरेँ पछाडि हट्दैन म पर्दोको छोरा हुँदैन यत्तिकै बोलेर देखाउँछु कापीमा कोरेर मलाई त सामान्य सोचेर बोलाउँदा मुन्थ्यो त्यहाँनिर बुद्धलाई ढोकेर अगाडि बढ्दै म नेचरमा दिमागले केही पनि सोचेन पिडाए कति साथीलाई फोरेर हेरेपछि देखियो दुःख र कष्टमा बाँचेको रोल्छ मनकोले धेरै बाँचेको छैन डाँटेको होइन मन मेरो पारीको म साथीको बुझेर भनेर साथीभाइ टाढियो त्यो बेला लाग्यो त्यो हातबाट बाँचियो सम्झिन्छ साथीले साथी त लाटियो भनेर झिकिले साथीले टाढियो ए दुःखले घेरियो बारीको मन सुखले बाँच्न चाहिन्छ धन त्यो कुरा राखेर त्यो कुरा रङ छुट्याउन सकिन गाली गरम एक दिन त हुन्छ नि सबको मरन त बलेर गाली चरन जिन्दगी कटिने गरिन्छ बे गर्ने हो बलेर गरिस् त के मैले नि के गर्छु सोचेको थिएँ सपना पुरानै भएन के सपना पुरानै भएन के सपना पुरानै भएन के गरिदिनु काम केही नि गरेपछि डुएन डाइ काम सोचेपछि आफ्नो साथीलाई पछि लाइ गर्दैछु काम रात दिन हटाउन कठिनाइ धेरै छ तर नि पारामा देखिन्छ रकी भाइ बेबी तिमीलाई कुन डल ल्याइदिउँ भन त कुन मनपर्छ भन म तिमीहरूलाई त्यही ल्याइदिन्छु मेरो बेबीलाई के चाहिन्छ भन है कुन चाहिन्छ भन है मेरो बेबीलाई ल्याइदिन्छु सबै फेरि छान्नी चाहियो भने भन्दा हुन्छ चाहियो भने भन्दा हुन्छ फास्टरलेलाई बेबीहरूको लागि त म किनिदिइहाल्छु नि ढुक्क ओइ त्यहाँ अब के अरे त्यो डलहरू छ नि मेरो के अरे मेरो बेबीहरूलाई जसले कमेन्ट यहाँ गर्छ उनीहरूलाई गिफ्ट हो क्या त्यो चाहिँ 100% हेलो गाइस अब मेरा त रमाइलो भइरहेको थियो प्लस अब यहाँ अब रात पनि पत्रिका गइरहेको छ अब सो हामी पनि घरतिर निक्लिनु पर्ने हुन्छ केटाहरू पत्रिका पनि मेला जाने चाहिँ भन्दै चाहिँ एकचोटि भयो भने हामी पत्रिका पनि निक्लिने जाउँ साथी अगाडि छ राम्री मान्छेहरूले बाटो छिकेर भएन हो राम्री मान्छेहरूले बाटो छिकेर गीत गऱ्यो बोकेर हिँड्ने त एकजना राम्रोहरूले सुनाउनु है आम्मा भिडियो हेर्नु न गाइस भिडियो कस्तो छ भन्ने कुरा होइन कसम गाइस होइन सुनवर्ती मेला यस्तो जाम हुन्छ भनेर त मलाई थाहा छैन क्या मान्छेहरू कति चाहिँ होला त गाइस भन्नु त यहीँ मात्रै सुनवर्ती मेलामा मात्रै आम्मा राम्रीहरूले अगाडि बाटो ब्लक गरेको छ है राम्रीहरूले चाहिँ बोकेर काँध हालेर हिँड्नु पऱ्यो कुदाउनु पऱ्यो राम्रीहरूले झिकेको बाटो हो नि होइन है राम्रीहरूले झिकेको बाटो अनि राम्रीहरूले त काँध हालेर कुदाउने आज राम्री मान्छेहरू चाहिँ बाहिर रहेछ हामी चाहिँ भित्र खोजी हिँड्यौँ तर राम्री मान्छेहरू चाहिँ बाहिर रहेछ नि त नि हेलो गाइस अहिले चाहिँ हामी यता कालोपुलमा पनि आइसक्यौँ दुईवटा बाइकहरू यहाँनिर सेलाइरहेछ एकछिन अनि बुनु पनि आएको छ बुनुलाई पनि ह्याप्पी न्यू इयर फेरि एकचोटि केटाहरू छ त्यस हामी चाहिँ अब कालोपुल आइसक्यौँ अब खै साथीले पछि जाम भन्दैछ अब के हुन्छ कता हुन्छ कसले बनायो अरे ए कालोपुलको बोर्ड कसले बनाइदिएको गाइज तपाईँहरू भन्नु सक्नुहुन्छ होइन यो कालोपुलको बोर्ड चाहिँ कसले बनाएको भनेर साथीले सोध्दैछ कमेन्ट हान्नु पऱ्यो गाइज कसले हानेको भनेर यो हेलो गाइज अब चाहिँ हामी सबतिर घुमेर आज बोर्ड जिउ दुखिरहेछ हामी पनि भर्खर घर आइपुग्यौँ अब चाहिँ जे होस् रेस्ट हान्नुपर्ने हुन्छ गाइज सो आजको भ्लग चाहिँ यिनी गर्न चाहन्छु सो लास्टसम्म जो जसले हेरेर साथ दिनुभयो सबैलाई माया छ र नहेर्नेहरूलाई पनि माया छ सबैले माया गरिदिनु पऱ्यो फास्टको भ्लगमा सबैले सपोर्ट गरिदिनु पऱ्यो फास्टको भ्लगलाई है गाइज ल आजको लागि चाहिँ बाई गुड नाइट